Hello everyone, good morning. Hope you सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु अनि वेलकम टु माई अनदर ब्लग. लङ टाइम ब्याक म युट्युबको भिडियो बनाउँदैछु अनि मर्निङ वक आउँदै थिएँ अनि यो ठाउँ प्रायः तपाईँहरूलाई मैले देखाइरहेको ठाउँ हो है. अनि त्यो पिसफुल छ अनि आउँदै गर्दाखेरि तपाईँहरूलाई मैले फेसबुकमा भाइबहरू देखाइरहेको हुन्थेँ र आज चाहिँ तपाईँहरूलाई मैले भ्लग बनाउँछु भन्ने प्लान बनाएर अनि अझै कामहरू छैन. हाम्रो इन्डियामा चाहिँ ग्यास सकिएर एकदमै रेस्टमै छौँ है. लगभग एक हप्ता बेसी भयो. सो उता पुग्थेँ म पहिला है. अब त्यस्तो जान्न, म यहाँबाट फर्किन्छु. अनि यो ठाउँ यति राम्रो छ अनि पहिलाको भ्यू चाहिँ एकदमै दामी देखिन्छ. म त्यसमा त्यो एयरकर्डिङमा फोटो यहाँ चाहिँ बकुलाहरू यति है चरिरहेको छ. गाई पनि छ. यस्तै छ, के गर्नु. बारी जस्तो छ पहिलाको. रुख रोपेर चाहिँ यता खेती बन्द गरे जस्तो लाग्छ है. यस्तो भाइब छ. घामहरू लाग्दै आइरहेछ. यहाँको भ्यूहरू चाहिँ यस्तै हो है. गाह्रो छ नि हामीलाई होइन. अब नेपाल गइन्छ जस्तो छ. यहाँ ग्यासहरूको समस्या लगभग 1-2 महिना होला जस्तो छ. यत्रो 140 करोड जनतामा पुर्याउन गाह्रै छ. वारहरू चलिरहेको छ. अब नेपाल फर्किन्छौँ कि भन्ने लागिरहेछ. लेसी तिमीसँग भाइहरूसँग भेट्छौँ अनि के कस्तो मेमोरीहरू हुन्छ अनि छोटो मात्रामा म मिनी भ्लग बनाउने कोसिस गर्छु 4-5 मिनटको है. यस्तै छ, के गर्नु. आज चाहिँ म अलिकति लेट भएको थिएँ. घाम चाहिँ माथि पुगिसकेको छ है. यस्तो राम्रो भ्यू देख्थ्यो यहाँबाट. चाहिँ अलि माथि गइसकेको छ घाम, त्यही भएर है. जस्ट 15 मिनट 15 मिनट मात्रै ढिला हो अरू दिनभन्दा. तर आज चाहिँ समय पनि मौसम पनि चेन्ज भइरहेछ नि त. यस्तो छ कि भ्यू चाहिँ यति राम्रो छ. त्यो फर्किँदैछ. घामको किरण यस्तै छ है. गाउँ बस्ती यो चाहिँ कलेज जस्तो छ है. कनाडाबाट के ल्याएको छ हामी बुझ्नु पर्यो नि त्यस्तो होइन. हामी आनन्दपुर ब्रिज आइसकेँ. कस्तो हुन्छ मलाई त मिठो लागेन. फाइनली काम हियर. यहाँ त यति मान्छे थियो नि है. खत्रै. सेन्टरको वावलमा खाना